नमस्ते नमस्कार जय नेपाल राधे राधे। अस्ति भर्खर 10 दिन पहिला इन्डियाका 10 जना हिन्दूहरू नक्कली नागरिकता लिएर नेपालमा बसिरहेको थिए। त्यसलाई नेपाल सरकारले समात्यो। त्यो न्युजलाई नेपालका केही मान्छेहरू यस्तो फैलाएको थियो कि यस्तो लागिरहेको थियो कि 10 जना हैन 10 लाख माओवादी नेपालमा बसिरहेछ गैरकानुनी तरिकाले। यस्तो फैलाएको थियो त्यो न्युजलाई, हल्ला गरेको थियो। तर आजको दिनमा उमर खान 212 जना परिवारलाई नेपालबाट डोनेट गरेर राहत प्रदान गरिरहेछ। त्यसको बारेमा कसैले आवाज उठाउँदैन। किनकि उनीहरूको बाउ उमर खान हो। उसले राम्रो काम गरिरहेछ। बाहिरको मान्छेलाई बोलाएर आफ्नो नेपालमा बसाएछ, उसलाई राहत प्रदान गरिरहेछ। त्यो राम्रो काम भयो। त्यसै कारणले उसको बारेमा कसैले केही बोल्दैन। यो दोगलापनी काम छोडिदिनु प्लिज। म एउटा नेपालीको नाताले भन्दैछु, हाम्रो नेपालमा कसैलाई बस्ने अधिकार छैन गैरकानुनी तरिकाले। चाहे हाम्रो धर्मको होस्, चाहे तपाईँको धर्मको, चाहे कुनै धर्मको होस्, बस्ने अधिकार छैन। सबैलाई लखेट्नुपर्छ। हामीले आवाज उठाउँछौँ। अरू धर्मको मान्छे आयो भने, हाम्रो धर्मको मान्छे आयो भने, नेपालमा गैरकानुनी तरिकाले बस्यो भने हामीले आवाज उठाउँछौँ। तर तपाईँहरू आफ्नो धर्मको भयो भने चुप्प लाग्नुहुन्छ, अरूको धर्म भयो भने बाउबाउ चिच्याउनुहुन्छ सोसियल मिडियामा। यो दोगलापनी कहिलेसम्म चल्छ? उमर खानलाई कहिलेसम्म छुट हुन्छ? नेपाल सरकारसँग म पनि प्रश्न छ मेरो कि सीधा उमर खान रोहिङ्गा मुस्लिमहरूलाई नेपालमा बसाएको छ, डोनेट गरिरहेछ, राहत प्रदान गरिरहेछ, त्यही पनि नेपाल सरकार चुप लागिरहेछ। किन? कि सायद नेपाल सरकारलाई पनि केही न केही आम्दानी छ उमर खानसँग, त्यही भएर चुप लागेर बसिरहेछ। यो भिडियो जति पनि मेरो साथीभाइहरू देख्नुहुन्छ प्लिज सेयर गर्नुहोला, रिपोस्ट गर्नुहोला अनि कमेन्टमा आफ्नो राय विचार भन्नुहोला कि मैले सही भनेको या गलत। जय नेपाल, राधे राधे।